बिहेपछि केही दिनसम्म रामकृष्ण एकदमै खुसी थिए र माया पनि एकदमै खुसी थिए। तर अँध्यारोमा मात्र आउँथे, उज्यालो छिर्नासाथ कतै हराउँथे। अब दिनहुँ रामकृष्णको मनमा जिज्ञासा बढ्दै गयो। मायाले रामकृष्णलाई उज्यालो या आगो बाल्नको लागि अस्वीकार गर्थे। समय बित्दै जाँदा माया रातिमा मात्र रामकृष्णसँगै हुन्थे, तर जब बिहानी हुन्थ्यो घाम आउनेसँगै हराउँथे। एक रातको कुरा हो, माया रामकृष्णसँगै थिइन्। उनले लुकेर टुकी बत्ती बालिदिए। टुकीको प्रकाश देखिएको अनुहारले उनको सासै रोकियो, किनभने मायाको अनुहार डरलाग्दो गरी गलेको थियो। छालाले हड्डी छोपेको थिएन। एउटा आँखाबाट तप तप रगत चुहिएको थियो अनि निधारबाट सासाना दुईवटा सिङ निस्किएका थिए। जिब्रो बाहिर झुन्डिएको थियो, रगमुख कानसम्म च्यातिएको थियो। रामकृष्ण चिच्चाएर पछाडि हटे। वास्तवमा माया एक किचकण्डी थिए। रामकृष्ण डरको स्वरमा भन्न थाले, तिमी को हो? अगाडिबाट डरावना स्वरमा भने, तिमीले उज्यालो बाल्यौ, मेरो शर्त तोड्यौ, अब तिमीलाई पनि मसँगै लान्छु। अर्को दिन बिहान रामकृष्ण बसेकै रिजर्टतिर गाउँलेहरू जाँदै थिए, किनभने धेरै दिनदेखि त्यो घरबाट अजीब किसिमको चिचाहट आइरहेको थियो।